सम्पूर्णलाई ख्रीष्ट अभिवादन र स्वागत गर्दछु आजको नयाँ भिडियोमा। यदि तपाईँले यीशुको क्रुसलाई ध्यानसँग हेर्नुभएको छ भने त्यहाँ तपाईँले INRI लेखेको देख्नुहुनेछ, जो क्रुसको माथिल्लो भागमा लेखेर टाँसिएको पाइन्छ। तर के तपाईँहरूले यस कुरालाई जान्ने कोसिस गर्नुभएको छ कि यो शब्द INRI क्रुसमा किन लेखिने गरिन्छ र यसको के मतलब हो? आज यस भिडियोमा हामी INRI को अर्थ, इतिहास जान्नेछौँ र बुझ्नेछौँ कि यो शब्द किन यीशुको क्रुसमा नै लेखेको देख्न पाइन्छ त। प्रभु यीशुको समयमा रोमी साम्राज्यको सरकार थियो। जब पनि कुनै मुद्दा हुन्थ्यो नि, त्यसलाई पनि रोमी सरकारले नै फैसला सुनाउने गर्थ्यो। सुरुवातबाट नै सदुकी, फरिसी जस्ता शास्त्रीहरू र प्रधान पुजारीहरूलाई यीशुबाट एकदम समस्या थियो। तिनीहरू सधैँ यीशुलाई कुनै पनि कुरामा चाहिँ फसाउन चाहन्थे। चाहे यीशुले कसैको पाप क्षमा गर्दा होस् वा कसैलाई चङ्गाई प्रदान गर्दा होस्। जब यीशु कसैको साथमा बसेर खानपिन गर्नुहुन्थ्यो तब पनि तिनीहरूलाई समस्या हुन्थ्यो। तिनीहरूको एउटै उद्देश्य थियो कि यीशुलाई कुनै न कुनै तरिकाले फसाउनु र आफ्नो मार्गबाट हटाउनु। तर तिनीहरूले जति कोसिस गरे तापनि यीशुमा कुनै दोष पाउँदैनथे। आखिरमा यस्तो समय आयो कि तिनीहरूले पिलातस कहाँ आएर आरोप लगाए कि यीशुले स्वयंलाई यहुदीहरूका राजा हो भनेर दाबी गरेका छन्। यूहन्ना 18 को 33 देखि 35 मा लेखिएको छ, पिलातस फेरि महलभित्र पसेर उनले यीशुलाई बोलाएर भने, कि तिमी यहुदीहरूका राजा हो? यीशुले जवाब दिनुभयो, तपाईँ आफै यसो भन्नुहुन्छ वा मेरो विषयमा तपाईँलाई अरू कसैले भने? पिलातसले जवाब दिए, के म यहुदी हुँ र? तिम्रै जाति र मुख्य पुजारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए, तिमीले के गर्यौ? वास्तवमा यो आरोप लगाएर तिनीहरूले यीशुलाई पिलातसका हातमा सुम्पेका थिए ताकि यीशुलाई मृत्युदण्ड मिलोस्। पिलातस एक रोमी शासक थिए र तिनले नै यीशुको यो मुद्दालाई हेरेका थिए, जो हामी यूहन्ना 19 को 1 देखि 3 मा पाउँछौँ। तिनीहरूले यूहन्ना 19 को 7 मा पनि आरोप लगाएका थिए कि यीशुले आफैलाई परमेश्वरको पुत्र तुल्याएर ईश्वर निन्दा बोलेको छ। जे होस्, यहुदीहरूले जबरजस्ती गरेर यीशुलाई क्रुसमा झुन्ड्याउने भनेर चाहिँ पिलातसलाई मनाएरै छाडे। त्यस समय रोमी सरकारको शासन थियो र रोमी सरकार एकदम क्रूर थियो। जब पनि कुनै ठुलो अपराधीलाई मृत्युदण्ड दिइन्थ्यो, त्यस अपराधीको माथिल्लो भागमा त्यसको गल्ती वा अपराध लेखिदिएर राख्ने गरिन्थे, ताकि त्यस स्थानबाट आउने जाने मानिसहरूले थाहा पाउन् कि त्यस व्यक्तिको गल्ती के थियो भनेर। साथै त्यसबाट ती मानिसहरूले सतर्कता अपनाउन् कि तिनीहरूले पनि यस प्रकारको गल्ती वा अपराध नगरून्। त्यसै प्रकार रोमी सरकारले यीशुको क्रुसमा पनि एक दोष पत्र लेखेर टाँसिदिएका थिए, जो हामी आज INRI भनेर देख्न सक्छौँ। यूहन्ना 19 को 20 मा लेखिएको छ, अब धेरै यहुदीहरूले यो दोष पत्र पढे, किनभने यीशु क्रुसमा टाँगिनु भएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रिक भाषामा लेखिएको थियो। यो तीनवटै भाषा त्यस समयका प्रसिद्ध भाषा थियो। त्यसैले यी तीनवटै भाषामा त्यो दोष पत्र लेखेर राखेका थिए, ताकि त्यस क्षेत्रका हरेक कोहीले पनि पढ्न र जान्न सकुन् कि यीशुले के अपराध गर्नुभएको थियो भनेर। सो जो INRI हामी देख्छौँ, यो ल्याटिन भाषाको सर्ट फर्म हो, जसलाई ल्याटिन भाषामा उच्चारण यसरी गरिन्छ कि इस्युस नाजारेनुस रेक्स इउदेयोरुम, अर्थात् अङ्ग्रेजीमा यसलाई भनिन्छ जिजस अफ नाजरेथ किङ अफ ज्युस, र नेपालीमा यसलाई भनिन्छ नासरतको यीशु यहुदीको राजा, जसको अर्थ यूहन्ना 19 को 19 मा लेखिएको छ। अब हामी बुझ्नेछौँ कि यो ल्याटिन भाषामा INRI को रूप चाहिँ कसरी आयो। यो ल्याटिन शब्दहरूका पहिलो 4 अक्षरलाई तपाईँहरू लिनुहोस्। इस्युसबाट आयो I, नाजरेनुसबाट आयो N, रेक्सबाट आयो R र इउदेयोरुमबाट आयो I। सो सुरुका 4 अक्षरहरू लिएर बन्दछ INRI, नासरतका यीशु यहुदीहरूका राजा। यो इन्स्क्रिप्सन धेरैजसो रोमन क्याथोलिक चर्चहरूमा पाइने गरिन्छ, किनकि रोमन क्याथोलिकका साहित्यिक भाषा ल्याटिन हुन्छ र तिनीहरू सधैँ क्रुसमा INRI लेख्छन्, जहाँ यीशुलाई क्रुसमा झुन्ड्याएको जब पनि देखाइन्छ। वेल, यो त थियो INRI को इतिहास, कि यो कहाँबाट आयो, कसरी आयो र कसरी मानिसहरूले यसलाई प्रयोग गर्न थाले भनेर, र यसको सर्ट फर्म पनि कसरी आयो भन्ने इत्यादि कुराहरू हामीले आज सिक्यौँ। सो पिलातसले त केवल त्यस पत्रमा
नासरतका यीशु यहुदीहरूको राजा भनेर लेखाएका मात्रै थिए, तर तिनले यो जान्दैनथे कि तिनले अन्जानमा पनि त्यस इन्स्क्रिप्सनको द्वारा मानिसहरूलाई यीशुको साँचो पहिचान बताइरहेथे। यहुदीहरूले त यीशुलाई मार्न लगाए, तर मृत्युको समयमा पनि यीशुको त्यही सन्देश थियो, अर्थात् नासरतका यीशु यहुदीहरूको राजा। आमेन। सो आजको लागि यति नै। यदि यस सन्देशबाट केही सिक्न मिलेको छ भने भिडियोलाई अवश्य पनि लाइक, कमेन्ट अनि अरूलाई सेयर पनि गर्नुहोस्। बाइबल र मसीहतमा आधारित अरू सन्देशहरू सुन्न र भिडियो हेर्नको लागि सब्सक्राइब गरेर बेल आइकन पनि दबाउन नभुल्नुहोस्। सो प्रभुले तपाईँहरूलाई धेरै आशिष दिनुभएको छ। सबैलाई ख्रीष्ट युवादन, गड ब्लेस यु।